Hello and welcome back to our YouTube channel. Hope you all are doing well. So guys, यो पोखराको सेकेन्ड डे अनि हामीहरू फोटा भिडियो खिच्न लाग्छन्। खै त दाइ हेलो गरिदिनु त। उहाँ दाइलाई चाहिँ चिन्नुहुन्छ किनकि त्यो दाइ त केदारनाथमा पनि सँगै हुनुहुन्थ्यो। अब यो दाइको सँग फर्स्ट ट्रिप। लेट्स सी वी आर रक दिस ब्लग ब्रो। अच्छा ठीक है। सो माथि पुगेर अलि भिडियो सिडियो खिचेर अनि म भेट्छु ल। सो गाइस अब हामीहरू मुस्ताङको लागि निस्किसकेछ। सो गाइस यो चाहिँ इम्पोर्टेन्ट इन्फर्मेसन म दिन चाहन्छु। कोही पनि मान्छे मुस्ताङ आइराख्नु भएको छ भने फुल व्यवस्थादेखि आउनु, बिकज मलाई चाहिँ चलाउन आउन भाइ। द्याट्स वाइ यो यसलाई धेरै सफर गर्न परिरहेछ। सो आफ्नो मिलाएर आउनु न। पैसा चाहिँ एकदम टनाटन दिएको है, पैसा चाहिँ कम गर्दै है। साथीहरू त्यही भएर तपाईँहरू पनि धेरै टिकटक नखिच्नु होला म जस्तै। म अहिले यहाँ पछाडि बसेको थिएँ, मलाई लाग्यो कि ब्याग खसिसक्यो, बट सी द प्र्याङ्क। के भनौँ, क्या करना चाहते हो आप? हाँ बहुत बेकार है। हेलो मेरो सन्तोन साथीहरू, अलिअलि मुस्ताङ जस्तो वाइब आइरहेछ मलाई। अब खै थाहा भएन कहाँ पुगेछ कहाँ पुगेन, किनकि फर्स्ट टाइम हाम्रो बाटो सुत्दै सुत्दै आएको अनि हामी दुईजनाको फाटेर ब्रिजै बनिहाल्यो। समझ रहे हो ना। आई थिङ्क साथीहरू त्यही खोला हो कि क्या हो जुन तिर त्यो म्युजिक भिडियो सुट भएको थियो। खै कुन अरे कहना क्या चाहते हो? गाइस हेर्नु रियालिटी अफ मुस्ताङ। त्यो 5-5 मिनटको भिडियो हेरेर मात्रै हुन्छ नि, फ्याट्टै त्यहाँ मुक्तिनाथमा नुहाएर अप्पर मुस्ताङ तानिदियो। मेन त सङ्घर्ष यो हो नि भनेको। मजा चाहियो भने फुल भिडियो अपलोड गर्नु ल कोही पनि। हेर्नु साथीहरू, मुस्ताङको ब्रान्डेड पाउडर लाग्ने के कुन ब्रान्ड हुन्छ कस्मेटिकको, त्यो किन युज गर्नुपर्ने? आउने त अर्ग्यानिक। वाउ, अब हामी दुईजना गोरो हुन्छ। हाम्रो आफन्तहरूले पत्याउनै सक्दैन, त्यो हामी नै हो। वाउ, तपाईँहरूलाई चाहियो भने यो कहीँ पनि मिल्दैन, मात्रै यहीँ मिल्छ मुस्ताङ। सो गाइस फर्स्ट अफ अल इग्नोर माई हेयर स्टाइल। हामीहरू तातो पानीको अगाडि आइपसेछौँ, मान्छेहरू फेला परेछ। यता जाम लागेछ। सो द्याट्स जति मान्छे आइरहेछन् सबैले हामी इन्फर्म गर्दैछन् अगाडि जाम लागेछ। सोच्नु नेपालगञ्जदेखि आएर यही गरिरहेछ। लेट्स सी हाम्रो पनि मेजोरिटीदेखि केही डिसिजन भइरहेको छैन, यता तातो पानीमा रोक्ने कि त्यो अगाडि रोक्ने। लेट्स सी। यो गाडी अलिकति सो गाइस फाइनली हामीलाई रुम भेटिसकेछ अनि यता चाहिँ कुराकानी चलिरहेछ फ्यामिलीसँग। यो चाहिँ रुमको हालत। माइन्ड नगर्नु होला किनकि अब केटाहरूमा चाहिँ भएपछि त टनक्कै टम्लिङ। सो यो ब्लग म अहिले यतै एन्ड गर्छु। अब भोलि म फेरि कन्टिन्यू गर्छु है। सो बाई बाई, टेक केयर, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। बाई बाई।